त्यसै क्लास 10 एक्जाम पोइन्ट अफ भ्यूले यो क्वेसन चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट छ। आउनुहोस् यसलाई हामी कसरी सल्भ गर्छौँ हेरौँ। जस्ट सुरुमा हामीले x बाई a प्लस 1 प्लस 1 बाई a प्लस 2 इक्वल्स टु के दिएको छ 4a प्लस 5 डिभाइडेड बाई a स्क्वायर प्लस 5a प्लस 2। यहाँबाट हामी यसलाई लियौँ 2a प्लस 1 a प्लस 2 लाई यहाँनिर x ले मल्टिप्लाई हुन्छ a प्लस 2 लाई प्लस 1 ले मल्टिप्लाई हुन्छ यहाँ a प्लस 2 छ भनेपछि 2a प्लस 1 लाई इक्वल्स टु यो जस्ताको त्यस्तै लेख्नु पर्यो। हामीले यसलाई केही नगरौँ मैले केही नचलाऊँ 2a स्क्वायर प्लस 5a प्लस 2 हेर्दैछौँ है यसलाई हामीले किन नचलाएको। त्यस पछाडि यहाँ के आउँछ त्यो ब्र्याकेट खोल्दाखेरि 2x प्लस ax प्लस 2a प्लस 1 डिभाइडेड बाई यो ब्र्याकेट खोल्दा 2a ले यसलाई मल्टिप्लाई गर्दाखेरि 2a स्क्वायर 2a ले त्यसलाई मल्टिप्लाई गर्दाखेरि 4a प्लस 1 ले यसलाई मल्टिप्लाई गर्दा a प्लस 2 इक्वल्स टु यो जस्ताको त्यस्तै 4a प्लस 5 डिभाइडेड बाई a स्क्वायर प्लस 5a प्लस 2। अब यहाँ हेरौँ है त 2x प्लस ax प्लस 2a प्लस 1 माथिको जस्ताको त्यस्तै हेरौँ केही गरिनँ तलकोलाई हेरौँ 2a स्क्वायर प्लस यो 4a र यो a जोड्दाखेरि कति भयो 5a प्लस 2 इक्वल्स टु उताको 4a प्लस 5 डिभाइड बाई तलको जस्ताको त्यस्तै प्लस 5a प्लस 2 हेरौँ त हामीले किन चेन्ज नगरेको उताकोलाई भन्दाखेरि अब यो र यो के भयो सेम भयो काटियो। काटिसके पछाडि माथिको हेरौँ है त यहाँ पनि a छ यहाँ पनि a छ। यसलाई हामीले के गरौँ त कमन लिउँ है त 2x प्लस यहाँबाट a कमन तान्दाखेरि हुन्छ x प्लस 2 प्लस 1 इक्वल्स टु 4a प्लस 5 इक्वल्स टु 2x प्लस यो x नि यसलाई बाहिर निकाल्नु ax प्लस 2a a प्लस 4a जाँदाखेरि माइनस 4 इक्वल टु 5 उता प्लस 1 गर्दाखेरि माइनस 1। अब यहाँ के हुन्छ त भन्दाखेरि 2x जस्ताको त्यस्तै प्लस ax जस्ताको त्यस्तै प्लस 2a बाट माइनस 4a गर्दाखेरि माइनस 2a रहन्छ इक्वल टु प्लस 5 मा माइनस 1 गर्दाखेरि 4 आउँछ इक्वल टु 2x प्लस अब यहाँ पनि छ यहाँ पनि छ a कमन तान्यौँ x माइनस 2 इक्वल टु 4। अब यहाँनिर के रह्यो त भन्दाखेरि यो जुन 4 छ अनि यता के छ त a छ a को पनि यता कोएफिसिएन्ट छैन a भएको यता कुनै कोएफिसिएन्ट छ त छैन त्यसो भने यहाँ 0 डट a होला। अब हामी के गर्छौँ त भन्दाखेरि यहाँ a को कोएफिसिएन्टसँग इक्वेट गर्छौँ जसको लागि यहाँनिर a को कोएफिसिएन्ट कति छ 0 छ यहाँ a को कोएफिसिएन्ट कति छ x माइनस 2 छ। त्यसो भए x माइनस 2 इक्वल टु सिधै 0 लेख्न पाइयो। यहाँबाट के आयो त भन्दाखेरि x इक्वल टु 2 आयो। यो नै हाम्रो एन्सर हो। यस्तो यस्तो भिडियो चाहियो भने च्यानललाई सब्सक्राइब सेयर र कमेन्ट गर्न नबिर्सनु।